त्यसैले आफ्ना भावनाहरू आफ्ना भनाइहरू अनुरोध गर्न चाहन्छौँ र पार्टीको प्रतियोगिता बढाउनको लागि यस दुवै सदरमुकाममा हामीले केन्द्रीय परिचालन समिति काङ्ग्रेसले चुनावका लागि आजको यस कार्यक्रम समापन गरेको माटोलाई सिंहदरबारमा पुर्याउने अठोट जनतामा देखिएको छ र तराईमा ठुलो किसिमको लहर काङ्ग्रेसमा प्रवेश गर्ने लहर पैदा भएको छ र जसले हामी पार्टीका सबै साथीहरूलाई मेची महाकालीका मतदाता नेपाली काङ्ग्रेस शुभेच्छुकहरूलाई तराईको सन्देशले उत्साहित बनाएको छ, अझ बढी प्रेरित गरिरहेको छ। त्यसलाई हामी तराईका विशेष गरेर उहाँका निर्वाचन क्षेत्र लगायतका तराईका मधेसका आदरणीय साथीहरूलाई मतदाताहरूलाई पार्टीका शुभेच्छुकहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। उहाँहरूको उत्प्रेरणाले अरू साथीहरूलाई सक्रिय बनाउनलाई बल पुगेको छ। त्यसै गरेर विशेष गरेर नेपाली काङ्ग्रेसले नयाँ अभ्यास एउटा के गरेको छ भने हामीले हाम्रो कुरा मात्रै गर्दैनौँ, अरूको आँखामा हामी कस्तो छौँ, हामी कस्ता छौँ भन्ने कुरो समाज हाम्रो ऐना हो। त्यस्तै हामीसँग असहमत राख्ने मान्छे जो काङ्ग्रेसमा आबद्ध छैनन् उनीहरूको नजरमा काङ्ग्रेस बदलिएको काङ्ग्रेस कस्तो छ र कस्तो हुनुपर्छ ती कुराहरूलाई मध्यनजर राखेर गैर काङ्ग्रेसको नजरमा नेपाल बदलिएको काङ्ग्रेस हिजोदेखि हामीले डबली संवाद कार्यक्रम काङ्ग्रेसको डबली संवाद कार्यक्रम सुरु गरेका छौँ। त्यसलाई नियमित रूपमा हामी अगाडि बढाउँदै जान्छौँ। त्यसले पार्टीले सुधार गर्नुपर्ने कहाँ हो, सच्याउनु पर्ने कहाँ हो, नीति लिनुपर्ने के हो, काङ्ग्रेसले काङ्ग्रेसका बारेमा मात्रै होइन अन्य पार्टीले पनि काङ्ग्रेसमा भरोसा गर्ने विश्वास गर्ने आधारहरू त्यसले पैदा गर्ने भएको हुनाले पार्टीका सबै विचारको एउटा अभिभावकीय भूमिका निर्वाह गर्न त्यसलाई हामीलाई धेरै ठुलो प्रेरणा पनि दिन्छ। त्यसैले हामीले बुझ्ने मौका पाएका छौँ, सच्चिने मौका पाएका छौँ र गैर काङ्ग्रेसी मतदाता या नेता या अनेक तहमा रहेका मानिसहरूको काङ्ग्रेसका प्रतिको हेराइ के हो, बुझाइ के हो त्यो बुझ्ने मौका हामीले पाएका छौँ। र त्यसको फर्स्ट एपिसोड हिजो भएको थियो। त्यसमा पत्रकार वसन्त बस्नेतजी त्यसको वक्ता हुनुहुन्थ्यो। विशेष गरेर जेनजेड डेमोक्रेट्स नेपाल भनेको यङहरूको अर्गनाइजेसन हो। त्यो पार्टीसँग आबद्ध साथीहरू जो नवयुवाहरू हुनुहुन्छ उहाँहरूले अर्गनाइज गरेको प्रोग्राम हो, जसमा हाम्रो प्रकाश लामेछानेजीले त्यसलाई चाहिँ समन्वय गर्नुभएको थियो। विकल राई, अनुकूल रेग्मी, विनोदराज जोशी, साजन योजन, विजयपुर मगर, चोलेन्द्र दाहाल, मिनेन्द्र यादव, अमृत ढकाल, प्रशंसा खनाल, रिजन नरसिंह केसी, मन्जु विश्वकर्मा लगायतका जेनजेड युथ साथीहरूको डेमोक्रेट साथीहरूको त्यसमा अत्यन्तै उहाँहरूको यो संयोजनमा यो कार्यक्रम डबली कार्यक्रम भएको छ। यसपछिका दिनमा हरेक 2 दिनमा एकचोटि गर्ने प्रोग्राम छ। कहिले हरेक तहका समाजका विभिन्न क्षेत्रमा रहेका आम मानिसहरूको जो काङ्ग्रेस हुनुहुन्न तर काङ्ग्रेसलाई कसरी हेर्न चाहनुहुन्छ या विभिन्न अन्य पनि प्रोग्रामहरू अन्य पनि शीर्षकमा ती प्रोग्रामहरूलाई हामीले विस्तारित गर्दै जान्छौँ। विशेष गरेर म आज तपाईँहरूलाई के अनुरोध गर्न चाहन्छु भने बारम्बार समाजमा अहिले राजनीतिक प्रचारको क्रममा एउटा प्रश्न के उठिरहेको छ भने पुरानो र नयाँ दल भन्ने किसिमको जुन किसिमको भाष्य निर्माण गरिएको छ, दल पुरानो हुँदैन, विचारधारा पुरानो हुँदैन, मानव स्वतन्त्रता मानव अधिकार कहिले पुरानो हुँदैन, जनतालाई मालिक बनाउने प्रणाली कहिले पुरानो हुँदैन, त्यही प्रणालीलाई आधार बनाएर जनताको समृद्धिको चाहना कहिले पुरानो हुँदैन। सरकारको अल्पकालीन नीति मात्रै नयाँ र पुरानो हुन्छ, कार्यक्रमहरू मात्रै नयाँ र पुरानो हुन्छ, किनकि मान्छेका आवश्यकताहरू बदलिँदै जान्छन्। बदलिएका आवश्यकतासँगै पार्टीले आफ्ना नीतिहरू पनि आधुनिकीकरण गर्दै जान्छ। त्यसैले पार्टी पुरानो हुँदैन। म यहाँलाई संक्षेपमा भन्न चाहन्छु 1994को कुरा हो। 1994मा लगातार 3 चोटि हारेको बेलायतको लेबर पार्टी, त्यति बेला टोनी ब्लेयर टोनी ब्लेयरले उनीभन्दा पूर्व अध्यक्ष हार्ट एट्याक भएर बितेपछि उनले एउटा ठुलो त्यहाँको ब्ल्याक पुल भन्ने ठाउँमा ठुलो पार्टीको कन्फरेन्स गरेर 1994को कुरा हो। त्यति बेला उहाँले न्यू लेबर फर न्यू ब्रिटेन, नयाँ लेबर पार्टी नयाँ ब्रिटेनको लागि नयाँ नाराका साथ उहाँ जानुभएको थियो। 1997को चुनावमा एकदम राम्रो विजय प्राप्त गर्नुभयो। त्यसैले गर्दा पार्टी पुरानो हुँदैन, पार्टीले नवीकरण गर्ने हो, पार्टीले सच्याउने, आफ्नो नीति बदल्ने हो, आफ्ना तरिका बदल्ने हो, जनताले अपेक्षा गरे अनुसारको पार्टी बनाउने हो। त्यसैले पार्टीका विचारहरू पुरा हुँदैन, मान्छे पुरानो हुन्छ, मान्छे बुढो हुन्छ, पार्टी बुढो हुँदैन। त्यसैले
लाइनमा नयाँ र पुरानो भन्ने जुन भाष्य छ त्यो भाष्यले कुनै अर्थ राख्दैन भन्ने मेरो यहाँसँग निवेदन छ। विशेष गरेर तपाईँको धेरै ठाउँमा देखिया छ, अमेरिकाको रिपब्लिकन पार्टी पनि जस्तो तपाईँको 1932 आफूलाई चेन्ज गरेर आएको थियो, बदलेर आयो। त्यस्तै अमेरिका रिपब्लिकन पार्टी मात्रै, डेमोक्रेटिक पार्टी पनि, डेमोक्रेटिक पार्टीले 1932 रिपब्लिकन पार्टी रिगन रिभोल्युसन भनेर 1980 पनि आफूलाई कसरी चेन्ज गर्यो र न मतदातामा आफूलाई उसले सर्वस्वीकार्य बनायो। यसरी पार्टी बदलिएका हुन्छन्। त्यस्तै गरेर नयाँको नाममा हामी धेरै देशका उदाहरण पनि देखेका छौँ। भेनेजुएलामा देख्यौँ, युगोस्लोभियामा देख्यौँ। न्यू टेस्टका नाममा देशलाई यो कुनै तपाईँको कुनै किसिमको विषय होइन, न्यू टेस्टका नाममा देशलाई प्रयोगशाला बनाउनु हुँदैन भन्ने हाम्रो भनाइ हो। किनकि भरपर्दो भविष्य इतिहाससँग जोडिएको जिम्मेदारी र भरपर्दो भविष्यले नै नयाँ भविष्यको सिर्जना गर्छ, नयाँ सम्भावनाको ढोका खोल्छ। त्यसैले कहीँ पार्टीले मतदान गर्नुभन्दा अगाडि, पार्टीलाई मतदान गर्नुभन्दा अगाडि एउटा नागरिकले मेरो मत यो देशको भविष्यको लागि म कहाँ मतदान गर्दैछु, आत्मसमीक्षा, आत्मबोध गरेर आत्मचेतनाका साथ मतदान गर्यो भने निश्चित रूपमा देशलाई न्याय हुन्छ भन्ने हाम्रो भनाइ हो। किनभने मतदान भनेको प्रतिक्रियाको विषय होइन, प्रतिक्रियामा व्यक्त गर्ने विषय होइन। 5 वर्ष व्यक्तिको लागि सानो ठुलोको विषय होइन कि देशले धेरै ठुलो नोक्सान पनि त्यसले बिहोर्न सक्छ र हाम्रो निवेदन त्यही हो। योभन्दा बाहेक अरू विषय चाहिँ यहाँहरू समक्ष म चाहिँ के अनुरोध गर्न चाहन्छु भने पत्रकार साथीहरूले जुन किसिमको कोअपरेट प्रेस स्वतन्त्रताका लागि, मानव अधिकारका लागि, खुला समाजको लागि जुन किसिमको तपाईँहरूको उपस्थिति छ, यो उपस्थितिलाई बल पुग्ने गरेर जनमत सिर्जना गर्न पनि तपाईँहरूको दायित्व छ, हाम्रो पनि साझा दायित्व छ। साझा दायित्वको आधारमा नयाँ समाज निर्माण हुन सक्छ भन्ने हाम्रो भनाइ छ। विचारधाराको आधारमा निर्माण भएका दल विचारका प्रति प्रतिबद्ध हुन्छ र ती विचार कहिले पुरानो हुँदैन। मैले तपाईँलाई अघि नै भने मानव अधिकार पुरानो हुन्छ, कहिले हुँदैन। मानव स्वतन्त्रता कहिले पुरानो हुन्छ, कहिले हुँदैन। जनताको समृद्धि प्राप्त गर्ने चाहना कहिले पुरानो हुँदैन। त्यसैले व्यक्ति पुरानो र नयाँ हुन सक्छ, दल पुरानो हुँदैन, विचारधारा पुरानो हुँदैन। व्यक्तिका कारणले या प्रतिक्रियाको अवस्थामा जन्मिएका दलहरू अस्थायी हुन्छन्। वैचारिक आधारमा निर्माण भएका दलहरू कहिल्यै पुरानो हुँदैन। ती जहिले पनि रूपान्तरित हुन्छन्, बदलिएका हुन्छन्, जनताद्वारा अनुमोदित हुँदै जान्छन्। त्यसको अनुमोदित गर्ने सबैभन्दा ठुलो जनता पार्टीका कार्यक्रम, नीति र व्यवहारहरू कति बदलिएका छन्, कति जनअपेक्षित छन् भन्ने कुरा हमेसा त्यसको जनताले परख गर्ने ठाउँ भनेको निर्वाचन हो। त्यसैले हामीले जहिले पनि के भन्छौँ, जनतालाई मालिक बनाउने प्रणाली शासनको स्रोतको आधार जनता हो, वैधताको स्रोत जनताको मत हो भन्ने प्रणालीमा हामी जुन विश्वास गरेका छौँ, त्यही आधारमा नै हामीले आफूलाई नवीकरण गर्दै लगेको हो। नयाँ र पुरानो भाष्य म तपाईँलाई फेरि पनि अनुरोध गर्न चाहन्छु। 364 दिनसम्म तपाईँ लौका खानुभयो र मान्छेको आवश्यकताले कहिलेकाहीँ घिरौँलो खोज्छ कि कति लौका मात्रै खाने भनेर। लौका र घिरौँलाको छनौट जस्तो होइन यो पार्टीको चुनाव, देशको भविष्यको छनौट हो। यो कति भरपर्दो भविष्य छनौट गर्दैछौँ भन्ने कुरो तरकारी खाए जस्तो होइन यो। त्यसैले यसको नयाँ वा पुरानो हुँदैन, विश्वासको आधार खोज्ने कुरा हो, भविष्यको भरोसा खोज्ने कुरा हो। जनताको स्वतन्त्रता, जनताको अधिकारको लागि नै यो पार्टीको स्थापना भएको सुरुवातमै। यही स्वतन्त्रता र अधिकारको लागि नेपाली काङ्ग्रेसका हजारौँ मान्छेले बलिदान दिएका छन्। जुन पार्टीले आफ्नो जीवन दिएका छ पार्टीका इतिहासमा, जो शहीद निर्माण गरेको छ त्यही स्वतन्त्रताको रक्षाको लागि, त्यो सङ्कटमा परेको बेलामा, चाहे राणा शासनको बेलामा, चाहे पञ्चायतको बेलामा, जहिले पनि, त्यति मात्रै होइन, द्वन्द्वको समयमा पनि के भएको थियो भने तपाईँले स्वतन्त्रता रोज्ने कि या तपाईँले काङ्ग्रेस रोज्ने कि मृत्यु रोज्ने भन्दाखेरि मान्छेले मृत्यु रोज्न तयार भयो, तर स्वतन्त्रता र काङ्ग्रेस छोड्न तयार भएन। त्यो गर्विलो इतिहास र परम्परा बोकेको पार्टीले आफ्नो घोषणापत्रमा, चाहे प्रेसको स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता, नागरिक स्वतन्त्रता, यसको प्रधान विषय हो, यसको पहिचान हो काङ्ग्रेस पार्टीको। यो स्वतन्त्रता र मानव अधिकार र काङ्ग्रेस सँगै हिँड्ने हो। काङ्ग्रेस कमजोर भयो भने बरु नागरिक स्वतन्त्रता खतरामा पर्छ, जोखिममा पर्छ, प्रेसको स्वतन्त्रता जोखिममा पर्छ। रक्षक पार्टी हो। रक्षक पार्टीलाई मजबुत बनाउने जनताको अभिभावना पनि हो र काङ्ग्रेसले जनताको स्वतन्त्रताको लागि आफ्नो प्रतिबद्धता घोषणापत्र मात्र होइन, हरेक आफ्नो व्यवहारबाट, सरकारमा पुगे पनि नपुगे पनि हरेक प्रक्रियाबाट, व्यवहारबाट त्यो स्वतन्त्रताको रक्षक पार्टी हो भन्ने कुरो हामीले शब्दमा मात्र होइन
व्यवहारमा पनि त्यसलाई प्रमाणित गर्छौँ। त्यो स्वतः घोषणापत्रमा कमिटमेन्ट त आउने नै भयो। यो घोषणापत्र चाहिँ सबैको ओनरसिप स्थापित होस्, अपनत्व मेरो घोषणापत्र भनेर मान्छेले मानुन्। त्यो प्रक्रियामा हामीले विज्ञहरूको छलफल, नागरिक तहको सुझाव, देशभरिको साथीहरूको राय सङ्कलन गर्ने कामलाई बढी डेमोक्रेटिक, बढी ओनरसिप, बढी सहभागितामूलक बनाउने दस्तावेजको रूपमा लान खोजेको हुनाले यसलाई केही समय लागेको हो। तर यसको अर्थ यति लामो पनि बन्दैन। यो छोटकरीमा छोटो भिजन 10 भनेर यसको चाहिँ हेडलाइन आइराखेको छ, सुनिरहनु भएको छ। त्यो भित्र धेरै चिजहरू पर्छ। यसलाई अलिकति डिजिटलाइज फर्ममा पनि लाने हामीले प्रयास गरिरहेका छौँ। सानो लामो 20, 25, 30, 45 पेजको भन्दा छोटो होस्, मिठो होस्, बुझ्ने होस्, त्यो प्रक्रियामा हामी जाँदैछौँ। र हाम्रो केन्द्रीय सभापतिज्यूकै संयोजकत्वमा, उहाँकै नेतृत्वमा घोषणापत्र तयारी समिति गठन हामीले प्रारम्भमै गरेको हो। उहाँ विज्ञहरू निरन्तर रात दिन छलफलमा जुटिरहनु भएको छ र केही दिनपछि नै तपाईँ सबै हामीले प्रतीक्षा गरेको घोषणापत्र केही समयपछि नै हामी सार्वजनिक, यसरी सबै साथीहरूको रोबरमा त्यसलाई सार्वजनिक गर्छौँ।